फर्केर आउन सक्छ भनेको हिसाबले चाहिँ यो टङले युज गरेको हुक युज गरेको पछाडि पुच्छरमा समातेको। अब धामन सर्प चिन्ने कसरी भनेर हेर्दा यो धामनको चोट लागेको रहेछ थोरै है। धामन सर्प चिन्ने कसरी भनेको धामनको यो मुखमा यो गालामा यो हुकबाट यसरी उठाएर हामीले ब्यागमा हाल्यो, यो कालो झोलामा हालेर उद्धार गर्छौँ। घरभित्र पसेको अथवा भान्सामा पसेको अथवा टोयलेटमा पसेको अथवा विभिन्न ठाउँमा पसेर जहाँ सर्पलाई असहज भएको छ, मान्छेलाई पनि असहज भएको छ, सर्प पनि असुरक्षित छ, मान्छे पनि असुरक्षित छ, त्यो अवस्थामा हामीले रेस्क्यु गर्छौँ। रेस्क्यु भनेर हामी खेतबारीमा अथवा बाटोमा अथवा खुल्ला ठाउँमा रेस्क्यु गर्न जाँदैनौँ। त्यो भनेको त त्यसको आफ्नो प्राकृतिक वासस्थानै हो, त्यो अवस्थामा रेस्क्यु गर्न पर्दैन। जहाँ असहज भएको छ मान्छेलाई, सर्पलाई असहज भएको छ, त्यो अवस्थामा मात्र हामीले रेस्क्यु गर्छौँ। अब तपाईँहरूलाई हामीले यहाँ हामीसँग धामन पनि छ, गोमन पनि छ। तपाईँहरूलाई हामीले धामन चाहिँ समाउँछु अथवा कसरी उद्धार गर्ने रहेछ त्यो कुरा सिक्छु भन्नु त नि हामीले धामन चाहिँ दिन्छौँ, तर गोमन चाहिँ दिँदैनौँ। गोमन चाहिँ तपाईँले हेर्नु मात्र होला, गोमन चाहिँ नछुनु होला है। विषालु कि अविषालु? अविषालु है। अनि दृष्टिमा जाँदाखेरि जहिले पनि दुईजना साथी जानु पर्यो। जस्तो मानव यो सर्पतन्त्र उपचार के हुन्छ, भित्र सर्प आएको छ भनेर बोलाउनुहुन्छ, यसै गरी मान्छे हेर्ने भिड लाग्छ, एकजनाले उहाँले सम्झाउँदै गर्नुहुन्छ, भिड नियन्त्रण गर्दै गर्नुहुन्छ, म गएर भित्रबाट सर्प समाति ल्याउँछु, अनि उहाँले यसरी यो सेटअप गर्नुहुन्छ, अनि मैले सर्प समाति ल्याएर यसभित्र छिराएर सुरक्षित तरिकाले लगेर छोड्छौँ है। अब यो कसरी राख्ने भन्दाखेरि हेर्नु त, यो कालो झोला छ, कालो झोलामा यो पाइप राख्यो, यो गर्नुको कारण चाहिँ दुलो बनाइदिएको, दुलोभित्र सहज कुनामा राख्छौँ। कुनै पनि क्षति हुँदैन। तपाईँले सबैले मोबाइल देखाइरहनु भएको छ, मोबाइल राखिरहनु भएको छ, मोबाइलमा तपाईँले भिडियो हाल्दाखेरि चाहिँ वन कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा सर्पको कार्यक्रममा जुन कि सर्प उद्धार कर्मीले नै अथवा सम्बन्धित व्यक्तिले नै सिकाएको क्रममा खिचिएको फोटो लिएको भिडियो भन्ने तरिकाले हाल्नुलाई, जबकि अन्य मानिसले देख्दाखेरि ए सर्प खाली हातले समाइरहेछ, डुलाइरहेछ, चलाइरहेछ भन्ने हिसाबको प्रभाव नपरोस् है। अब यो धामन सर्प, यसलाई मैले मजाले खुल्ला हातले नै समाउँछु है। यसले नटोक्ने भन्ने हुँदैन, फेरि धामनले टोक्दैन भन्ने हुँदैन, धामनले पनि टोक्न सक्छ तर विष चाहिँ लाग्दैन। फेरि यसको दाँत भाँचेर ल्याएको, दाँत काटेर ल्याएको त्यो भन्नु होला, त्यस्तो केही पनि होइन है। यो हामीले उद्धार गरेपछि सरले कार्यक्रम राख्नुपर्छ भन्नुभयो, त्यसैले हामीले छोडिन हालेको तपाईँहरूलाई देखाउनको लागि है। फोटो पनि खिच है, दामी फोटो खिच। चोट हामीले काँचुली फेर्दै गरेको होला, त्यो भएर है। अब धामन सर्प चिन्ने कसरी भनेर हेर्दा यो धामनको चोट लागेको रहेछ थोरै है। धामन सर्प चिन्ने कसरी भनेको धामनको यो मुखमा यो गालामा उ छ, लाइनिङ छ, हेर्नु त यो लाइनिङ, यो लाइनिङले गर्दाखेरि धामन सर्प भन्ने कुरो सहजै रूपमा चिनिन्छ। फोटो नि हैन, गोमन कलरमा जानु भएन, हामी कलर त जस्तो पनि हुन पायो है। ल कसरी टच गर्न चाहनुहुन्छ, छुन चाहनुहुन्छ? मैले छिरेको हो ल त्यसले राखिदिनु ल, यसलाई थोरै घाउ पनि लागेको छ, त्यसलाई दुखाउन दिउँ, राखिदिनु ल। राख्दाखेरि यसरी राख्छ है। प्याकिङ हामीले प्याकिङ गर्दाखेरि कसरी गर्छौँ भन्दाखेरि यो भयो, सर्प समातेर लग्यो, हुकले उचालेपछि लगेर यसो राख्यो भने तर छिरिहाल्यो हामी, सामान्य तरिकाले सहजै तरिकाले भयो है। त्यसपछि हुक राख्यो, उठायो, यति गरेर सुरक्षित तरिकाले लगेर जङ्गलमा छोड्न सकियो। यो गरेको एकदम सुरक्षित तरिकाले, जति सक्यो सर्पलाई टच कम गर्ने, नछुने, सुरक्षित तरिकाले झोलामा हाल्ने, लग्ने, छोडिदिने, यो धामन सर्पलाई है। अब यसै गरी यसमा चाहिँ गोमन छ है। गोमन सर्प चाहिँ विषालु हुन्छ, त्यसरी हातले छुँदैनौँ हामी। टाढा बस्नु सबैजना, नजिक नबस्नु।
त्यो धरते देखाउन लोक खेला गरेको जान्छ बुढ के आएछ त्यो भएन त्यो लापरवाही गर्नु बिस निकाल्यो भने हुँदैन है हामी बिस निकाल्ने काम होइन हाम्रो बिस निकाल्ने काम होइन बिस निकाल्दैनौँ बिस निकाल्न पनि हुँदैन सर्वबाट होइन ल्यानु गोमन सर्प हो नि विशाल हो नि यो सर्प यसमा टोकेर 20 लाग्छ नि त्यो भएर हामीले सर्प त्यो समाउँदा कि हातले समाए टाउकोतिर नि समाए मजाले समाए तर फर्केर आउन सक्छ भनेको हिसाबले चाहिँ यो टङले युज गरेको हुक युज गरेको पछाडि पुच्छरमा समातेको फर्केर आयो थाल्यो भने यो छोडिदिने फेरि उठाउने यसो गरी यो भयो टाढै रह्यो व्यक्तिको यो कमन सर्प भयो विषालु सर्प भयो तराईतिरमा टोकेर मान्छेको धेरै ज्यान जाने सर्प मध्ये यो पनि एक हो भयो नि 20 के रे त्यो दाँत तोडेको छैन भनेर यो सर्प छैन भने समातेर हेर्नुस् है टुक्दैन फेरि गर्दैन गर्नुस् न दाँत छ भनेर हजुर सबैलाई यसै गरी नचालिन्छ भनेको उसले 20 निकाले पनि ननिकाले पनि यो यसरी टाउको उठाउँछ नि मजाले अब यत्तिकै पनि जान्छ होला है यो दुलो खोजेर जान्छ होला दुलो भयो भने आफै जान्छ होला यत्तिकै पनि जान्छ मैले केही छुँदैन छुँदैन होइन दुलो खोज्छ यसले मेन भनेको यता हेर ल दुलो भएपछि आनन्दले गयो ल मैले कमाएको हो अघि पर गएर हेर्दा मान्छे होइन हामी